हेलो जय मसी सबैजनालाई आज मेरो नयाँ भ्लगमा स्वागत छ तपाईहरुलाई। यता हाम्रो गाउँहरु देखाउँदैछु म चाहिँ। यो चाहिँ हाम्रो बजारदेखि आउने गाउँ, बजारदेखि यता चाहिँ आउने यो हाम्रो गाउँ। यो यता चाहिँ जंगलदेखि आउने यता चाहिँ हाम्रो गाउँ। यहाँ माथि चाहिँ जंगल, यहाँ माथिदेखि चाहिँ अलिकति गाउँ छ हाम्रो, अनि माथि चाहिँ जंगल छ, तोरीबारी जाने बाटो। अनि यो चाहिँ मेरो घर, यो चाहिँ मेरो किम्बु, यो चाहिँ हाम्रो किम्बु डाँडा भन्छ। किम्बु हेर्नुस् हाम्रो माथि कस्तो राम्रो फलिरहेछ है। यो चाहिँ अगाडि चाहिँ देखिरहेको छ, म चाहिँ तलबाट देखाइदिनु चाहिँ किम्बु अर्ग्यानिक किम्बु। यो बारको सबै हाम्रो किम्बु हो। यो बारको किम्बु, यो ठुलो कदमको रुख, त्यो पराल, अनि त्यहाँदेखि त्यहाँ परको आँपहरू, यो सबै हाम्रै हो। त्यहाँदेखि उँभो जति देखिन्छ त्यो चाहिँ यताको चाहिँ सबै हाम्रो। त्यहाँदेखि यता भर्खर यहाँको यता उँभो भर्खर जाँदै थियो। अनि यो चाहिँ मेरो घर। यहाँ चाहिँ यो घाँसहरू चाहिँ सबै हाम्रै हो। यो घाँसहरू चाहिँ हाम्रो, यता पनि हाम्रो, यो अम्बकहरू हाम्रो। मेरो छोरीमा हेलो गाइज भन्दै, मेरो छोरी उहाँ लुगा उठाउँदैछ, हेलो गाइज भन्दैछ। अब चाहिँ यस्तै छ। अनि हाम्रो मकै यत्रो सानो हुँदैछ। यसपालि हाम्रो चाहिँ सबै हाम्रो चाहिँ रुखै रुख छ। मेरो छोराले अन्त जङ्गल बनाएछ मम्मीले घरमा, त्यही सबै रुखै रुख छ। यो किम्बुहरू चाहिँ हाम्रो। यो चाहिँ मकै सानो सानो हुँदैछ हाम्रो बारीमा चाहिँ। यो चाहिँ मकै, अनि त्यो बिरुवाहरू सबै मेरै हो। अनि यो चाहिँ मेरो घर, अम्माको बोट। अनि यो फुलहरू सानो भुइँको फुलहरू हाम्रो घरहरू हो। आशिषको यो फुलहरू चाहिँ हाम्रो फुलबारी। त्यहाँदेखि हुँदै 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 यता पनि छ फुलहरू, एकदम राम्रो। लालुपाते फुलैमा लालुपाते फुलहरू चाहिँ छ। लालुपाते यो माथि फुलै फुल छ है। यो चाहिँ प्रभुको आशिष। यता चाहिँ हाम्रो मकै बारीमा झार छ। यसपालि दरो पलाउनु चाहिँ हाम्रो चाहिँ मसिनो मकै छ है। यो गाउँमा चाहिँ मसिनो छ। ऊ पर अर्को नयाँ बाटो खोलेको छ है अहिले। यो चाहिँ हाम्रो पहिला चाहिँ यो लास्ट बाटो थियो, अहिले चाहिँ ऊ पर नयाँ बाटो खोलेको छ। सिमसार घुम्ने बाटो सबै किल्लाहरू गाडिरहेको छ। त्यहाँदेखि म हुँदै हुँदै उता म हुँदै हुँदै यता हुँदै 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 उता माथि पर मधुमाला सिमसार के चाहिँ छ है हाम्रो चाहिँ। हाम्रो साइली बहिनी झाडु खाल्दै हुनुहुन्छ। यता मकै छ। हुन्छ, आजको दिन यसरी नै बित्छ। आज सोमबार, हामीको चाहिँ गर्मी आज एकदमै 3 दिन भयो गर्मी धेरै बढिरहेको छ। अनि आज बजार गएर आएको, टाउको दुखेर हिरिक्कै पारो। अनि अहिले आएर बस्दा गरेर अहिले यसो बिहान जस्तै भइरहेछ अहिले चाहिँ, बेलुका। त्यही भएर यसो भिडियो बनाएर साथीभाइहरूलाई हालिदिउँ भनेर मैले एउटा भिडियो बनाउनु चाहेँ। तपाईँहरूको दिन कसरी बित्दैछ? हाम्रो चाहिँ यसरी नै बित्दैछ।